हेलो साथीहरू नमस्कार गुड मर्निङ शुभ बिहान भन्न चाहे आज पनि साथीहरू समक्ष यसो कथा एउटा लिएर आएको छु। कृपया सुन्नुहोला। कथा सुन्नुभयो भने नि ध्यान दिएर सुन्नुभयो भने साँच्चै वास्तविकमा तपाईँ हाम्रो जीवन परिवर्तन गर्न सकिन्छ। हामी खुसी र आनन्दको संसार बनाउन सकिन्छ। र त्यो कथामा भन्नु खोजेको के हो त्यो चाहिँ राम्ररी सुन्नुपर्छ है। तर जति हामी इमानदारी, वफादारी, सदाचारी, शिष्टाचारी, परोपकारी, दयालु, हैन, मिलनसार, आज्ञाकारी यस्तै खालको सिलहरू हामी फलो गर्यो भने पक्कै तपाईको दाहिने हात चाहिँ को हुन्छ थाहा छ? भगवान सृष्टिकर्ता। भगवानले हामीले गरेको हरेक कर्महरू चाहिँ हेरिरहनु भएको छ। त्यही कारणले गर्दा हामी कथाहरू राम्ररी सुनेर हाम्रो कर्ममा पनि परिवर्तन गर्नु आवश्यक छ। अनि मात्र हाम्रो लाइफ गुड एन्ड बेटर हुन सक्छ है साथीहरू। र कथा चाहिँ यस प्रकार छ। एउटा परिवारमा एउटा परिवार नभनौँ, जेठानी देवरानी हुन्छ। उहाँहरू चाहिँ दुईटा परिवार भइसकेको, छुट्टिसकेको जेठानी देवरानी हुन्छ। एक दिन जेठानीको घरमा चाहिँ चामल सकिएछ है। अनि देवरानीकोमा सापट्टि माग्नु गएछ। यो सायद सुन्नुभएको होला है, तपाईँहरूले पनि सबैले कथा सुन्नुभएको होला। देवरानीकोमा चामल सापट्टि माग्नु भएछ, ल्याउनु भएछ। केही दिनपछि तिर्न भनेर जानुभएछ जेठानी चाहिँ देवरानीकोमा। देवरानी चाहिँ अनि देवरानीको घरमा जाँदाखेरि चाहिँ आँगनमा खै के केलाइराखेको रहेछ अरे। अनि जेठानीले चाहिँ अनि कान्छी यहाँ चामल ल्याइदिएछु तिर्न अस्तिको सापट भनेर भनेछ। अनि कान्छी देवरानीले चाहिँ भनेछ हुन्छ हुन्छ दिदी त्यहीँ लगाइदिनु न त्यही ड्रममा भनेर चाहिँ भनेछ। अनि त्यो जेठानीको पालो चाहिँ अनि त्यो ड्रमको छेउमा गएर चाहिँ यति ड्रममा धेरै छ, त्यो अब कति चामल लगेको त्यति लाउँदा त थाहा नै नहुने रहेछ, कति बढेको घटेको थाहा नै नहुने रहेछ। धेरैमा अलिकति लगाउँदा कहाँ थाहा हुन्छ त, होइन? अनि त्यही कारणले जेठानीको मन चाहिँ लोभमा परिवर्तन भएछ। नलाउँदा पनि यहाँ थाहा हुँदैन रहेछ, ल तिर्दिएँ है भनेर चाहिँ ऊ चाहिँ ल कान्छी मैले लगाइदिएँ है यहाँ भनेर चाहिँ गएछ। अनि हुन्छ हुन्छ भनेछ देवरानी। अनि जेठानी चाहिँ बिस्तारै समय बित्दै गएपछि चाहिँ एकचोटि अब बुढेसकाल लाग्यो होला भनौँ न। अनि मृत्यु भएछ, बिमारी भएछ। अनि मृत्यु भएछ। मृत्यु भइसकेपछि चाहिँ त्यो जेठानी चाहिँ होइन, उसको छोरी छैन, छोरी जेठानीको छोरीमा चाहिँ सपना चाहिँ आएछ। सपनामा चाहिँ छोरीले चाहिँ के सपना देख्नु भएछ भने नि, आमा आएर नानी म चाहिँ तेरो काकीको घरमा पहिला यसरी चामल ऋण खाएको थिएँ, त्यो नतिरेको कारणले गर्दा अहिले पोथी भएर चाहिँ म काकीको घरमा छु, म अन्डा दिनुपर्छ, म भोलि चाहिँ मेरो मृत्यु हुँदैछ, पानीमा डुबेर मृत्यु हुँदैछ, त्यहाँ दियो भने नखानु है भनेर यसरी चाहिँ छोरीलाई सपनामा चाहिँ उसको आमा आएर भनेछ है। अनि साँच्चै नै यो भोलिपल्ट बिहान भएपछि चाहिँ छोरी चाहिँ अनि आमाले भनेको हो कि होइन रहेछ भनेर चाहिँ साँच्चै काकीको घरमा जाँदा त काकीले चाहिँ भनेछ ल नानी यहाँ हाम्रो त एकदम राम्रो पोथी थियो, अन्डा कति दिँदै थियो, एकदम दामी चल्लाहरू पनि हुर्काउँथ्यो, यो पोथी पानीमा डुबेर मरेछ, अनि हामी त्यही पकाएर खाँदैछौँ, ल तिमी पनि खाऊ भनेर चाहिँ भनेछ। अनि त्यो छोरीले चाहिँ अनि भनेछ होइन काकी म चाहिँ नखाने, अलिक बिमारी छु, मासु अहिले अलिक हुँदैन, राम्रो हुँदैन भनेर चाहिँ खाएनछ। अनि यो कथा चाहिँ यतिसम्म मात्रै हो। र यो कथाबाट चाहिँ तपाईँहरूलाई कस्तो महसुस भयो, यो कथाले भन्नु खोजेको के चाहिँ बुझ्नुभयो होला त? खास गरी हेर्नुहोस्,
यो कथाबाट चाहिँ के सिक्ने मौका पाइन्छ भने अरूको ऋणहरू चाहिँ लिइसकेपछि इमान्दारी वफादारी भएर चुकाउनु चाहिँ बाध्यै हुनु पर्दो रहेछ। यो कथामा हेर्नु त उसको जेठानीले सापट्टि लगेको ढाँटेर तिर्दिए भने भरे त भगवान्लाई त थाहा छ नि वास्तवमा भगवान् भनेको आफ्नो मनभित्र हुन्छ भनेको छ। तर उहाँले आफ्नो मनलाईसम्म पनि ढाँट्नु भयो त हेर्नु त। अनि मनलाई अब खास गरी ढाँट्न सकिँदैन भनेको छ। तर उहाँले चाहिँ जबरजस्ती अब दिए भनेर चाहिँ गयो। अनि हो यसरी चाहिँ हामी नराम्रो कर्म गर्नु हुँदैन। खाइसकेपछि अर्काको ऋण खाइसकेपछि एकदम इमान्दारी भएर तिर्यो भने अनि मात्र भगवान्ले चाहिँ एकदम गुड लक भन्छ। जति इमान्दारी वफादारी हुँदै गइन्छ नि त्यति नै सबै कुराहरू ठ्याक्कै मिल्दै जान्छ। अनि मात्र हामी भाग्य राम्रो परिवर्तन गर्न सकिन्छ। यदि हामी इमान्दारी छैनौँ, अर्काको खाएको तिरेको छैनौँ, तिर्दैनौँ भने चाहिँ अर्को जुनी कुकुर भएर कुकुर भएर चौकीदार गरेर पनि चुक्ता गर्नुपर्छ भनेछ। गोरु भएर हलो जोतेर भए पनि चुक्ता गर्नुपर्छ भनेछ। गधा भएर भारी बोकेर भए पनि चुक्ता गर्नुपर्छ भनेर भनेछ। विभिन्न किसिमको बाना भएर पनि आएर ऋण तिर्नु एकदम जरुरी रहेछ। त्यसैले होसियार हुनुपर्छ है साथीहरू। आफ्नो कार्य एकदम सिद्धि राम्रो र सकारात्मक तरिका इमान्दार तरिकाले चाहिँ कर्म गर्नु चाहिँ पर्छ। अनि मात्र हाम्रो भाग्य चाहिँ एकदम राम्रो हुन्छ। र यो कथाले भन्नु खोजेको पनि यही नै हो। कृपया यस्तो कुराहरू तपाईहरु धेरै ध्यान दिएर सुन्नुहोस् ताकि तपाईहरुको भाग्य परिवर्तन हुन सक्छ। र तपाईहरुको भाग्य मात्र हैन, तपाईहरुले अरूको भाग्य पनि सुधार्नुहुन्छ भने, राम्रो बनाइदिनुहुन्छ भने यी कुराहरू चाहिँ आफूले सुनेर अरूलाई सुनाउनु, अर्थात् यो भिडियो अरूलाई पोस्ट गरिदिँदा पनि केही फरक पर्दैन, झन् राम्रो चाहिँ हुन्छ। अरूको पनि भाग्य परिवर्तन गर्न सकिन्छ। यो भनेको पुण्यको काम हो, भगवानको काम हो। त्यसैले यस्तै किसिमको सत्कर्महरू गरिरहनुपर्छ है साथीहरू भन्दै यति मात्र भन्न चाहे। धन्यवाद। बाई बाई।